अर्जेन्टिनाले आज जाम्बियालाई 5 गोल हान्नु ठुलो कुरो होइन के 91 र्याङ्किङ भएको टिमलाई है। अर्जेन्टिना टिम भन्दा पनि यो मान्छे के लियोनल मेसी के, त्यही भएर यो मान्छेलाई त्यसै मन पराएन के मान्छेहरूले है। कति माया सम्मान रेस्पेक्ट गर्छ के। हुन त बार्सामा हुँदा पनि सुआरेजलाई नेमारलाई पिएसजीमा पनि त्यस्तै नेमारलाई कति रेस्पेक्ट गरेर पेनाल्टी दिन्थे कि आफूले हान्न लागेको पेनाल्टी पनि ला तैँले हान है बाबु भनेर। आज ओटामेन्डीमा पनि अर्जेन्टिना सोइलमा लास्ट म्याच भइराख्दाखेरि हुन त ट्रेनिङदेखि नै मेसी भावुक भइरहेको थिएँ है। मैले 1 गोल हालिसकेँ, मलाई स्कोरको मतलब छैन, 992 गोल मेरो भइसके, अन्तिममा जाँदा जाँदा तैँले पनि हान्नुपर्छ भनेर मनमा भावना के लियोनल मेसीको। ओटामेन्डीलाई बोलाएर पेनाल्टी हान्न लगाएको छ, त्यहाँ पछाडि भएको मान्छेले कुरेर के 1 मिनट जति। कस्तो माया के आफ्नो साथीलाई, म जाँदा जाँदै मेरो साथीलाई पनि मैले छुटाउनु हुन्न भनेर। त्यसै लियोनल मेसी मनमा बसेको होइन के। अर्जेन्टिनाको फ्यान्स, अर्जेन्टिना लगायत सम्पूर्णले लियोनल मेसीलाई जिन्दगीभर बिर्सिन कि यति रेस्पेक्ट माया खेल सँगसँगै है। घमण्डी भन्ने कुरो यो मान्छेमा जिरो छ के। लियोनल मेसी त्यसै मेसी मेसी भएर के मनभित्र छ। यो मान्छेलाई मन नपराउने सायद संसारमा कोही पनि छैन होला।